नमस्ते। आज 2082 साल जेठ 23 गते शुक्रबार। तदनुसार 6 जुन 2025। यो हप्ताका केही महत्त्वपूर्ण समाचार र स्रोतहरूमा अलिक गहिरिएर कुरा गरौँ न त। हुन्छ। यो हप्ता त राजनैतिक, आर्थिक, सामाजिक सबैतिर थुप्रै कुरा भए। अलि भित्रै पसेर हेरौँ है त के भयो भनेर। ल सुरु गरौँ राजनीतिबाटै। अलिक तातो विषय छ नि। पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत 93 जनामाथि त्यो अख्तियारले CAIA मुद्दा हालेको कुरा हो। पतञ्जलि योगपीठको जग्गा मामिलामा। तर यसलाई राजनीतिक हिसाबले पनि हेरिएको छ हैन? त्यस्तै भनिएको छ। राजनीतिक प्रेरित कदम हो कि भनेर। खै त्यो त अब अदालतले हेर्ला। तर जे होस्, ठूला पदमा बसेकालाई पनि प्रश्न उठ्छ, छानबिन हुन्छ भन्ने सन्देश त गयो नि। त्यो त हो। तर यसले राजनीतिक माहौल झन तरङ्गित भयो होला है। भयो नि। अनि यता संसदमा पनि त उस्तै छ। त्यो कांग्रेस र रासोपाको अडानले बैठकै चलेन, फेरि शुक्रबारसम्मलाई स्थगित भयो रे। ए हो र? खै कहिले खुल्ने हो त्यो गतिरोध? यसले त कामै रोकिने भयो नि। हो नि। कानून बनाउने, नीति पास गर्ने सबै ढिलो हुन्छ। मन्त्रीजीले त चाँडै समाधान हुन्छ भन्नुभएको छ रे। तर हेरौँ अब अलिकति आर्थिक पाटोतिर लागौँ। विदेशमा बस्ने नेपालीहरूको बारेमा दुईटा ठूलै खबर आए, तर एकदमै फरक खालका। एउटा त UAE को खबर होइन, नेपाली कामदारको न्यूनतम तलब तोकियो रे नि, 1000 दिर्हाम। हो, यो त एकदम राम्रो कुरा भयो। श्रमिकको हितमा छ। कम्तीमा एउटा आधार त भयो नि तलबको। हो नि। शोषण अलि कम होला कि? आशा गरौँ। तर मुख्य कुरा चाहिँ यसको कार्यान्वयन कतिको हुन्छ भन्ने हो। अनि अरू देशले पनि सिक्छन् कि? तर ठ्याक्कै यही बेला अमेरिकाबाट अलि चिन्ता लाग्दो खबर आयो। त्यो TPS को कुरा, टेम्पररी प्रोटेक्टेड स्ट्याटस, त्यो हटाउने भयो रे 2025 अगस्तबाट। हो। करिब 7000 नेपालीलाई असर पर्ने देखिन्छ। उहाँहरूले कि त आफ्नो बसाइको स्थिति बदल्नु पर्यो, कि त फर्किनु पर्ने। कि त फर्किनु पर्ने। यसले त कति हजार परिवारको भविष्य नै अन्योलमा पर्यो। अनि रेमिटान्समा पनि त असर पर्ला नि। एकातिर UAE मा सुधारको सङ्केत जस्तो, अर्कोतिर अमेरिकामा यस्तो। खै विदेशमा बस्नेको पनि कति जोखिम। हो नि। अब स्वास्थ्यतिर हेर्दा नि त्यो कोभिड फेरि देखियो भन्ने कुरा आयो। भारतबाट फर्किनेहरूमा देखियो रे। अनि परीक्षण किट पनि छैन रे पर्याप्त। हो, भारतमा बढ्दैछ संक्रमण। यहाँ पनि ख्याल गर्नुपर्ने बेला भयो फेरि। सकिएको रहेनछ यो महामारी। चुनौतीहरू त छँदैछन्, तर केही राम्रा पहल पनि भएका छन् है यो हप्ता, खास गरी वातावरणतिर। छन् नि। पाल्पामा त्यो जैविक मल कारखाना खुलेछ। रासायनिक मलले बिगारेको माटोलाई केही राहत होला कि? त्यो त राम्रो भयो। अनि काठमाडौँमा चार्जिङ स्टेसन पनि थप्यो रे नि, विद्युतीय गाडीको लागि। हो, ग्लोबल IME ब्याङ्कले खोलेको, वातावरण दिवसको दिन पारेर। अनि अर्को खुसीको खबर, सप्तकोशीमा डल्फिन बढे रे। यो हो र? त्यो त गजब भयो। संरक्षण प्रयास सफल भएछ। तर फेरि उता मनाङमा बाटो बनाउँदा पदमार्ग नै बिग्रियो भन्ने चिन्ता पनि छ। विकास र वातावरणको सन्तुलन कति गाह्रो। त्यो त हो। अनि खेलकुदमा नै एउटा राम्रो खबर छ। महिला फुटबल टिमले विदेशी कोच पाएको होइन, UEFA प्रो लाइसेन्सवाला। हो, प्याट्रिक डे विल्डे। यसले पक्कै महिला फुटबललाई राम्रो गर्ला, व्यावसायिकता बढ्छ। भनेपछि यो हप्ता त राजनीतिक तनाव, आर्थिक उतार चढाव, स्वास्थ्यको चिन्ता, अनि फेरि वातावरण र खेलकुदमा केही आशा पनि देखियो। एक किसिमले मिश्रित हप्ता रह्यो। हो, ठ्याक्कै। एकातिर चुनौतीहरू, संसदको गाँठो, TPS को अन्योल, कोभिडको डर। अर्कोतिर राम्रा कुराहरू, न्यूनतम तलब, जैविक मल, डल्फिन, महिला टिमको नयाँ कोच। साँच्चै यी सबै कुराले सोच्न बाध्य बनाउँछ। र यो सबै हेर्दा मेरो मनमा एउटा प्रश्न खेलिरहेको छ। अमेरिकामा त्यो TPS सुविधा गुमाउने हजारौं नेपालीहरूको भविष्य के होला त अब? उहाँहरूको जीवन, परिवार अनि समग्रमा नेपालको अर्थतन्त्र र समाजमा यसले कस्तो असर पार्ला? यो चाहिँ अबका दिनमा गहिरोसँग हेर्नुपर्ने विषय हो जस्तो लाग्छ मलाई।